नराम्रो कमेन्ट त लेखिहाल्छन् नि। प्रधानमन्त्री के पुतला जलाखन त खै त केपी ओली मर्नु भएको छैन के अरे। त्यस्तै हामीलाई राम्रो गर्नेलाई पनि धन्यवाद, नराम्रो गर्नेलाई त झनै धन्यवाद। किनभने आर्मी पुलिसले म जस्तो महिलालाई कतिलाई बिगारेर उहाँले अलपत्रै पार्नु भएको छ कि। अब तिम्रो माग के छ? म के अरे मिलाएर राख्ने नराख्ने, आइतबार म आउँछु मिलेर जाम्ला भन्नुभएको छ। अब आज आइतबार भयो, जाँदैछु, अब के हुन्छ। अब पछिल्लो चरणमा उहाँको श्रीमान सम्पर्कविहीन भइसके पश्चात उहाँको श्रीमान समेत सम्पर्कमा आइसक्नुभयो। अब पछिल्लो चरणको भिडियो हामीले अपडेट गराउन सकेका छैनौँ। अब पछिल्लो चरणमा उहाँको श्रीमान सम्पर्कमा आइसके पश्चात के भयो त, उक्त विषयमा हामी जोडिनेछौँ। स्वागत छ यहाँलाई। धन्यवाद सर। अब के छ अहिले चाहिँ तपाईँको श्रीमान जसरी सम्पर्कमा आइसकेपछि तपाईँहरू बिचमा वार्ता भयो, तपाईँ सशस्त्र प्रहरी गणमै पुग्नुभयो, के कुरा भए? कुरा सर अब 79 बिहे भयो कि 2 वर्ष ठिकै चल्यो। अब पोहोर चैतदेखि उहाँले मोबाइल स्विच अफ गर्ने, सम्पर्कमै नहुने, अनि कहिलेको महिला सेल, कहिलेको पुलिस प्रशासन सबै धाएँ। अब हजुरहुने आए, अब मिडिया सामु आए। मिडिया सामु आउँदाखेरि उहाँ सम्पर्कमा आउनुभयो। त्यही सम्पर्कमा आइसके पनि नाइकी नस्ती भन्नुभयो। बिहा मैले गरेको यो श्रीमती हो भन्नुभयो। श्रीमती हो त भन्ने, तर कानुनी रूपमा चाहिँ अघि के अरे नबढ्ने, पछि बढ्ने। अनि शमशेरगञ्ज 42 नम्बर गन अब उहाँको हुँ के अरे गन, अब दरबन्दी जहाँ भयो पनि अब मलाई थाहा भएन। अस्ति अब शुक्रबार त्यहाँ छलफल हुने बेला, अब आज भोलि शनिबार भइहाल्यो। अब शुक्रबार अब आइतबार आऊ तिमी, अनि के अरे अब जसरी हुन्छ त्यसरी मिलाउँछु, आइतबार आऊ, अब म भाग्दिनँ भन्नुभएको छ सर। अब के हुन्छ, अब आज आइतबार भोगेर अब जान्छु, के हुन्छ। तपाईँको कसरी श्रीमान सम्पर्कमा आइसकेपछि छलफल कहाँ भयो? छलफल उहाँलाई चाहिँ मलाई चाहिँ थाहा भएन। म 2 घन्टा गेटमा बसेँ, गेटको त्यो प्रतीक्षालयमा। उहाँलाई चाहिँ के अरे भित्र ब्यारेकमा बोलाइसकेको रहेछ। अब सहत्र अब सरहरूले बोलाइसकेपछि अब भित्र छलफल के भयो होला। पछि बाहिर गएर उता गेटको उतातिर गएर सल्लाह गर्नुभयो उहाँले। अब तिम्रो माग के छ? म के अरे मिलाएर राख्ने नराख्ने, आइतबार म आउँछु मिलेर जाम्ला भन्नुभएको छ। अब आज आइतबार भयो, जाँदैछु, अब के हुन्छ। जस्तो हामीले भनेका थियौँ पहिले पनि भिडियो राख्नुभन्दा अगाडि तपाईँलाई जानकारी गराएको नै हो। यो भिडियो राखिसकेपछि कतिपयले तपाईँको जीवनलाई लगेर सकारात्मक कमेन्ट पनि गर्नुहुन्छ, कतिपयले नकारात्मक कमेन्ट गर्नुहुन्छ। यो कुरालाई कसरी लिनुहुन्छ? तपाईँले चाहिँ गाली गर्नेलाई र सकारात्मक कमेन्ट गर्नेलाई मैले चाहिँ आशीर्वादको रूपमा सम्झिनेछु भनेर भन्नुभएको थियो। अहिले अन्त्यमा आएर भनौँ न, कतिपयले गाली गर्नुभएको छ कमेन्टमा, कतिपयले चाहिँ राम्रै भन्नुभएको छ। के भन्न चाहनुहुन्छ? राम्रो गर्नेलाई पनि धन्यवाद, नराम्रो गर्नेलाई त झनै धन्यवाद। किनभने आर्मी पुलिसले म जस्तो महिलालाई कतिलाई बिगारेर उहाँले अलपत्रै पार्नु भएको छ कि। मेरो गाउँमा पनि 2 जना बहिनी, एउटा सहत्रको बुढी, एउटा आर्मीको बुढी, उनीहरूका छोराछोरी उहाँले अहिले लेबर काम गरेर छोराछोरी पालिरहनु भएको छ। त्यो भिडियो हेरिसकेपछि हिजो मसँग आउनु भएको थियो, दिदी कुन मिडियाले गर्यो, अनि केही न्याय पाइन्छ कि नै, तपाईँलाई पाइयो भने म पनि त्यस्तै गर्नुपर्ने छ। अनि कति प्रशासन धाएको, मलाई पनि केही न्याय पाइएन। उहाँले अर्को बिहा गरेर रौतहटतिर राख्नु भएको छ। अब मैले यहाँ लेबर काम गर्ने रहेछु। जसले नराम्रो कमेन्ट गर्नुभएको नि, उहाँको दिदी बहिनी छैन, उहाँलाई पीडा परेको छैन होला र गर्नुभयो होला सर। तर मलाई पीडा परेको छ, त्यो चाहे म 77 वर्षको भए पनि म न्यायको लागि लड्ने नै हो। म न्यायदेखि पछाडि हट्दिनँ। उहाँले भन्नुभयो नराम्रो कमेन्ट गरेपछि यो हो यो हो त्यो, उहाँले त्यस्तो भन्नु पर्दैन। तिम्रो दिदीबहिनी के तिम्रो बिहा नगरेर आफूसँग राख्या भए कमेन्ट गरे होला के अरे, अब बुढो चाहिन्छ, यो चाहिन्छ, बड्डो उमेर, किन तिम्रो आमा तिम्रो दाइ भाइ नभए भइदिए त्यस्तो कमेन्ट गर, तर केही छैन। तर जसको दिदीबहिनीहरूलाई जुन आर्मी पुलिस जागिर, आर्मी पुलिस मात्रै नभएर अरू सरकारी जागिर खा मान्छेले पनि अलपत्रै पारेर यस्तो गराएर हिँड्छ भनेपछि म जस्तो बाहिर आउनुहोस्, देखिनुहोस्, उनीहरूलाई कारबाही हुनुपर्छ। किनभने एउटा नेपाल सरकारमा असै भइसकेपछि एउटा डिभोर्स गरेको छ भन्दैमा बिहा गर्ने, उहाँले त मेरो सम्पत्तिको लागि लाग्नु भएको रहेछ नि। मलाई बिहा गरेको भइदिए त उहाँले मिलाएर राख्नुहुन्थ्यो 2टा बुढीलाई, तर उहाँले मेरो सम्पत्तिको लागि गर्नुभयो। जसले नराम्रो कमेन्ट गरे त्यसको चाहिँ दिदी बहिनी मभन्दा पनि तल्लो भागको हुन परोस्,
अरू म केही भन्दिनँ। म जस्तै महिलाहरू म होइन, मलाई हेरेर अरू महिलाहरू जति पीडामा पर्नु भएको छ नि उहाँहरू पनि आउनु होला। ठिक छ, नराम्रो कमेन्ट त लेखिहाल्छन् नि। प्रधानमन्त्री के पुत्ला जलाखान त खै त केपी ओली मर्नु भएको छैन के अरे। त्यस्तै मलाई पनि केही फरक पर्दैन। तर म लडाइँको मैदानमा छु। जहिलेसम्म यो कुरा सल्टिन्न त्यहिलेसम्म लडिरहने छु। मिडिया होइन, अदालत होला, भोलि के होला के होइन। तर दिदीबहिनीहरूलाई हात जोडेर भन्छु, रुन हुँदैन। किनभने महिला हो, बिहा त हुन्छ, तर यस्ता गलत गर्नेलाई कारबाही गरेरै छोड्नुपर्छ। मिडिया होइन, अदालतमा गरे। अदालतभन्दा अहिले मिडियाले कारबाही गर्छ। मिडियाले देखेर यिनीहरूले नराम्रो कमेन्ट गरे छन्। जसको दिदीबहिनीको घरबार बिग्रिया छ नि त्यसले पनि त्यो मुद्दा लडिरहेको होला, उसलाई पनि थाहा होला आज मिडियामा आएको भए यत्रो अदालतमा खर्च हुने थिएन भनेर। तर भाइ मलाई केही फरक पर्दैन। लेख्ने उनको क्षमता हो। तर म लेखेँ भनेर पछाडि हट्ने आइमै होइन। तर उसलाई मैले कारबाही गरेरै छोड्छु। अब जस्तो तपाईँको श्रीमानले आज चाहिँ जे हुन्छ हामी चाहिँ सहमति गर्छौँ भनेर भन्नुभएको छ र सशस्त्र प्रहरी गनबाट पनि तपाईँहरू चाहिँ बाहिर गएर सहमति गर्नुहोस् भनेर भन्नुभएको छ। यदि आज सहमति भएन भने के गर्नुहुन्छ तपाईँले? सहमति भएन भनेपछि अब सहमति अब यत्रो मिडियामा छ्यापछ्याप्ती आयो, गाली गाली सक्नुहुन्छ भने अझै गाली गर्नु होला। किन भनेपछि मैले नगाली गर्नु भन्दिनँ। किनभने म लडाइँको मैदानमा छु। मेरा दिदीबहिनीलाई बाहिर ल्याउँदैछु। मैले आज यति साहसी भएर मिडियामा यत्रो कारबाही एउटा असै जस्तोलाई कारबाही गर्न सुरु गरेँ भनेपछि उहाँहरूले पनि गर्न होला भनेर म आएको हो। ठिक छ, आज सहमति हुन्छ, उहाँले कसरी राख्नुहुन्छ हुन्छ भने हुन्छ। लडाइँ त सुरु छँदैछ नि। लडाइँ तपाईँ अगाडि बढ्नुहुन्छ? लडाइँको मैदानमा छु। लडाइँ त सुरु भइहाल्छ। जहिलेसम्म समाधान हुँदैन त्यहिलेसम्म उहाँले के गर्नुहुन्छ, आफू कसरी मिलाउनुहुन्छ, के गर्नुहुन्छ, लडाइँमै छु सर म। अब जस्तो तपाईँलाई एउटा चाहिँ साहसी महिला भनौँ, तपाईँ कुन रूपमा लिनुहुन्छ आफूलाई? म त सर अब लेख्नेले त नराम्रो लेख्या नि त्यसको लागि धन्यवाद छ। लेख्दैमा मलाई केही फरक पर्दैन। म त लडाइँमा छु नि। म एउटा नपर्या मान्छे हो। एउटा असैले मलाई मेरो जिन्दगी बर्बाद बनाएर लेख्न त लेख्नु भयो होला उहाँको आफ्नो मान्छेले, मेरो दुश्मनले। तर म उहाँले लेख्यो भनेर पछि हट्ने कुरो हुँदैन। अझै लेख्नुहोस् भन्छु म। किनभने म साहसी हुँ। म जस्ता महिलाहरू धेरै पिछडिएका छन्। म बस्ने ठाउँमा पनि 2-4 जनी पनि छन्। बिचराहरूलाई त्यस्तै यिनी आर्मी पुलिसले त्यस्तै गराएका छन्, कोही मास्टरले गराएका छन्। अनि तर त्यही भएर पनि मैले तिनीहरूलाई देखाउनु छ, एउटा महिलाको नमुना बन्नु छ। यस्तो इज्जत गयो भनेर केही फरक पर्दैन। अझै लडाइँ सुरु हुन्छ मिलेन भनेपछि। अब महिला चाहिँ जो पीडित महिलाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब रोएर नबस्नुहोस्, अब चाहिँ आउनुहोस् मैदानमा भन्न खोज्नुभयो? हजुर, रोएर हुने भए त म त हात जोडेर रुन्थेँ नि। सब हात जोडेर रुन्थेँ नि। किनभने मैले त साहसी, मलाई मात्र होइन संसारलाई पर्या छ। मेरै ठाउँमा कतिहरू रोएर बसिरहन्, लेबर काम गरेर छोरा पाल्याछन्। बुढो 77, कोही आर्मी पुलिस छ, डक्टर छन्। उनीहरू कति अहिले लेबर काम नेपालमा अनि यति गरेर यस्तो धुपमा काम गरेर बच्चाउची पाल्याछन्। बुढो जागिरी खाएर कोही टिचर भएर हिँडिरहेछ। अनि भनेपछि त्यही भएर मैले यो समाजलाई देखाउनु पर्छ है। महिलाले पनि यतिसम्म कारबाही गर्न सिके, कारबाहीको के अरे कानुनको कारबाहीमा हिँड्न रहेछन्। महिला पनि यति हुने रहेछन्। मलाई थाहा छ टिकापुर कैलाली ज्यानमारा ठाउँ हो। भोलि बिहान मलाई खुकुरी हान्न सक्छ, बाटैमा हिँड्नेवाला मान्छेले मार्न सक्छन्, दुश्मन लाग्छन् भनेर नगर। मिडियामा नआ, तेरो दाइ भाइले कमेन्ट परेपछि नराम्रो होला। मैले दाइ भाइलाई सबैलाई भनेको छु, मैले ठिक छ गलत गरे हो, कमेन्ट के अरे तिम्रो पर नपर केही फरक पर्दैन। त लेख्नेले लेख्छन्। तर म चाहिँ उसलाई त्यसै छोड्दिनँ। कानुनको हात लगिसकेको छु। कानुनले जे गर्छ कानुनकै भरमा छु।